ल 10 नम्बर निकाल्ने है सबैजना। 10 नम्बर पेज नम्बर कति छ एकचोटि पेज नम्बर भन्ने त बुकको पेज नम्बर 58 58 ल इटिपी को चाहिँ 58 पेज निकाल्ने है 58 इटिपी को 58 पेज नम्बर है यहाँ म लेखिदिरहेको छु पेज नम्बर 58 र क्वेशन नम्बर 10 मा प्रब्लम छ हैन क्वेशन नम्बर 10 ल क्वेशन नम्बर 10 हेर्ने है सबैजना हेर्ने The following information are provided. Maximum level 6200 दिएको छ reorder quantity 3000 युनिट्स दिएको छ र मिनिमम कन्जम्पसन 200 युनिट दिएको छ र मिनिमम रिअर्डर पिरियड 8 डेज दिएको छ है र रिक्वायर्डमा छ रिअर्डर लेभल क्वेशन हेर्ने राम्ररी है सबजनासँग बुक हुनु पर्यो ठीक छ यसरी बुक निकालेर राख्ने जसरी म यहाँ निकालेको छु है इटिपी त क्वेशन नम्बर 10 मा रिक्वायर्डमा भनेको छ रिअर्डर लेभल निकाल्नको लागि है रिअर्डर लेभल त रिअर्डर लेभल निकाल्ने फर्मुला लेखाएको छु मैले मैक्सिमम कन्जम्पसन इन्टु मैक्सिमम लीड टाइम हैन यो 10 नम्बर अनुसार रिअर्डर लेभल निकाल्न भनेछ त रिअर्डर लेभलको फर्मुला के हुन्छ मैक्सिमम कन्जम्पसन इन्टु मैक्सिमम लीड टाइम तर यो क्वेशनमा हेर्ने हो भने मैक्सिमम कन्जम्पसन पनि छैन मैक्सिमम लीड टाइम पनि छैन दुवै मध्ये कुनै पनि छैन अनि रिअर्डर लेभल निकाल्नु छ त रिअर्डर लेभल निकाल्नको लागि यहाँ अर्को अप्सन छ अर्को तरिका छ के तरिका छ क्वेशनमा हेर्ने मैक्सिमम लेभल दिएको छ रिअर्डर क्वान्टिटी दिएको छ मिनिमम कन्जम्पसन दिएको छ र मिनिमम रिअर्डर पिरियड दिएको छ यानी कि मैक्सिमम स्टक लेभलको फर्मुला युज गर्यो भने मैक्सिमम स्टक लेभलबाट चाहिँ रिअर्डर लेभल निकाल्न सकिन्छ कसरी निकाल्न सकिन्छ हेर्ने यहाँ निकाल्न भनेछ रिअर्डर लेभल है तर रिअर्डर लेभलको फर्मुला युज गर्यो भने निस्किँदैन यहाँ मैक्सिमम स्टक लेभल क्वेशनमा दिएको छ मैक्सिमम स्टक लेभलको फर्मुला मतलब मैक्सिमम स्टक लेभलको हेल्प लिएर निकाल्नु पर्छ आरओएल कसरी निकाल्ने हेर म बताइरहेको छु मैक्सिमम स्टक लेभलको पहिला फर्मुला लेखिहाल्नु है मैक्सिमम स्टक लेभल इक्वल टु आरओएल प्लस आरओक्यू माइनस मिनिमम कन्जम्पसन इन्टु मिनिमम लीड टाइम यो फर्मुला हो है अब इक्वेशनबाट यसलाई सोल्भ गर्नुपर्छ इक्वेशनबाट कसरी त और यहाँ लेख्ने र मैक्सिमम स्टक लेभल हेर्ने क्वेशनमा दिएको छ है मैक्सिमम स्टक लेभल 6200 दिएको छ 6200 इक्वल टु आरओएल हामीलाई निकाल्नु छ है आरओएल निकाल्नु छ आरओएल लाई जस्ताको त्यस्तै लेखेर राख्ने प्लस आरओक्यू आरओक्यू पनि क्वेशनमा दिएको छ हेर्ने आरओक्यू ल नबोल्नेले बोल्छु भने गाह्रो हुन्छ डिस्टर्ब हुन्छ म सोच्छु नि मात्र बोल्ने बन्द गरेर राख्ने माइक आरओक्यू हैन रिअर्डर क्वान्टिटी 3000 क्वेशनमा दिएको छ ल क्वेशन पनि हेरिराख्ने है माइनस मिनिमम कन्जम्पसन पनि दिएको छ क्वेशनमा हेर्ने राम्ररी 200 युनिट दिएको छ है 200 अनि इन्टु मिनिमम लीड टाइम पनि क्वेशनमा दिएको छ हेर्ने क्वेशनमा मिनिमम रिअर्डर पिरियड भनेर दिएको छ 8 डेज हैन त लीड टाइम र रिअर्डर पिरियड एउटै हो भनेर मैले हिजोदेखि बताइरहेको छु त मिनिमम लीड टाइम 8 डेज दिएको छ यहाँ 8 लेखिहाल्ने अब एउटा यो इक्वेशन फर्ममा आयो है अब यो इक्वेशनलाई सोल्भ गर्ने कसरी गर्ने त यहाँ और लेखौ यो 6200 सार्ने पहिला इक्वल टु आरओएल पनि सार्ने प्लस 3000 पनि सार्ने माइनस यो मल्टिप्लाई गरिदिने पहिला
200 into 8 1600 ठीक छ हामीलाई यो आरओएल निकाल्नु छ यसको लागि के गरौँ यो 6200 लाई जस्ता हो त्यस्तै सार्ने फेरि र यो 3000 बाट 1600 पहिला माइनस गर्ने यो 3000 बाट 1600 माइनस गर्छौ भने कति आउँछ 1400 आउँछ है यहाँ लेखिहालौ 6200 इक्वल टु यो आरओएल यो घटाएपछि 1400 आयो प्लस 1400 अब 1400 लाई बराबरको यता गरिदियो भने माइनस हुन्छ 6200 1400 लाई यता गर्यो भने माइनस 1400 हुन्छ र इक्वल टु आरओएल बन्छ अब 6200 माइनस 1400 गर्ने 38 3800 हैन 38 आउँछ। 48 है सर ल राम्ररी घटाएर भन्ने है राम्ररी घटाउने जस्तो पाए ल 48 आउँछ ठीक छ एकचोटि बोलिसकेपछि रिपिट गरेर नबोल्ने ल ठीक छ एकचोटि मात्र बोल्ने चुप लागिहाल्ने ल अब यो घटाएपछि 4800 आउँछ त आरओएल हाम्रो कति आयो 4800 आयो त अब सीधा सीधा लेखिदिने आरओएल इक्वल टु 4800 युनिट्स 4800 युनिट्स एन्सर ठीक छ ल बुझ्यो त यसरी इक्वेसनको फर्ममा आरओएल निकाल्नु पर्छ ल अरु केही छ कसैलाई यसलाई लेख्ने कपीमा ल अब छैन भने अब अर्को टपिकमा हामी जान्छौँ इकोनोमिक अर्डर क्वान्टिटी यदि कसैलाई केही प्रब्लम अझ छ भने भन्दा हुन्छ ल यसलाई लेखिसकेपछि मलाई भन्ने भइहाल्यो सर भयो सर ल ठिक छ र अझ कोही हैन नयाँ छ भने एकचोटि ध्यान दिने है यो अनलाइन क्लास कसरी गर्ने हैन एक दुईवटा कुराहरू छ त्यो सिकिहाल्ने है अझ कोही नयाँ छ भने हेर्ने है यसरी मोबाइल राखेर के गर्ने हैन यो औला राखेर यसरी स्लाइड गर्ने स्लाइड गरेर यो जुन विद्या लर्निङको भिडियो हेरिरहेको छु जसमा म छु हैन यसमा डबल टच गरिदिने डबल टच गरेपछि मेरो वाला भिडियो फिक्स हुन्छ है बीचमा अरूको भिडियो आउँदैन ठीक छ र यसरी हैन रोटेसन अन गरेर यसरी फिल्म हेरे जस्तो गरेर भिडियो हेर्ने ठीक छ बुझ्यो बीच बीचमा कोही बोल्छ नि त जो बोल्छ उसैको भिडियो आइदिन्छ के हो त त्यस्तो नहोस् भनेर के गर्ने त यसरी स्लाइड गर्ने र मेरो भिडियो हेर्ने विद्या लर्निङ वाला त्यसमा डबल टच गर्ने डबल टच गरेपछि हुँदैन भने फेरि गर्ने यसरी डबल टच गरेपछि फिक्स भइहाल्छ के अनि यसरी हैन फिल्म हेरे जस्तै रोटेसन अन गरेर अनि हेर्ने ठीक छ अनि ठुलो हेर्दै देखिन्छ र अरु कसैलाई के समस्या छ भने भन्दा हुन्छ अनलाइन क्लास गर्ने टाइममा र इयरफोन अथवा ब्लुटुथ युज गरेर क्लास गर्ने साउन्ड राम्ररी सुनिन्छ यो बाहेक अरु कसैलाई के समस्या हुन्छ भने मलाई भन्ने ल अब अर्को टपिकतिर जाऊ इकोनोमिक अर्डर क्वान्टिटी लेख्ने अब हेडिङमा इकोनोमिक अर्डर क्वान्टिटी यो दोस्रो टेक्निक हो याद छ नि स्टक लेभल एउटा पढ्यो भर्खर र अर्को छ इकोनोमिक अर्डर क्वान्टिटी टेक्निक्स अफ इन्भेन्टरी म्यानेजमेन्ट भनेर लेखाएको थिए
मेथड्स अफ टेक्निक्स अफ इन्भेन्टरी म्यानेजमेन्ट भनेर लेखाएको थियो दुईटा टेक्निक, एउटा स्टक लेभल र अर्को इकोनोमिक अर्डर क्वान्टिटी। स्टक लेभल हाम्रो अब कम्प्लिट भयो। अब हाम्रो अर्को टेक्निक आएको छ इकोनोमिक अर्डर क्वान्टिटी। ठीक छ, यो इकोनोमिक अर्डर क्वान्टिटी के हो थोरै यो बुझिहालौँ। त्यसपछि यसमा पनि 4-5 वटा फर्मुलाहरू छ है, यसमा पनि 4-5 वटा फर्मुलाहरू छ। त्यो फर्मुला लेखाउँछु, सम्झाउँछु र त्योसँग रिलेटेड प्रब्लमहरू चाहिँ सिकाउँछु है। ठीक छ, यो पनि एकदम इजी छ, फर्मुलाको बेसमा छ। जसरी यो आरओएल अथवा स्टक लेभल वाला जुन हैन हिसाबहरू गर्यो, फर्मुलाको बेसमा जुन हिसाबहरू बनायो, सेम त्यस्तै यो पनि छ इकोनोमिक अर्डर क्वान्टिटीको पनि। ठीक छ, केही फर्मुला छ त्यो सम्झाएर लेखाउँछु, त्यसपछि एक्सरसाइजतिर जान्छु। सबभन्दा पहिला थोरै यो बुझिहालौँ, इकोनोमिक अर्डर क्वान्टिटी के होता है। इकोनोमिक अर्डर क्वान्टिटी, यसलाई हामी सर्टकटमा इओक्यू भन्छौँ। यसलाई सर्टकटमा इओक्यू भन्छौँ है। सबजना पेन कपी लिएर बस्ने है, बुकहरू इटिपी लिएर बस्ने। ठीक छ, र बसेर क्लास गर्ने, सुतेर होइन। ठीक छ, सुतेर क्लास नगर्ने। ल अब यो इकोनोमिक अर्डर क्वान्टिटी के हो थोरै यो बुझिहाल। यो इकोनोमिक अर्डर क्वान्टिटी बुझ्नको लागि दुईटा वर्ड अझ म लेखिरहेको छु। पहिला त्यो दुईटा वर्डको बारेमा बुझौँ है। यहाँ दुईटा वर्ड लेखिरहेको छु। एउटा अर्डरिङ कस्ट हुन्छ र अर्को क्यारिङ कस्ट हुन्छ। अर्को क्यारिङ कस्ट। ल यो दुईटा कस्टको बारेमा पहिला बुझौँ, त्यसपछि इकोनोमिक अर्डर क्वान्टिटीको बारेमा बुझ्ने। अर्डरिङ कस्ट र अर्को क्यारिङ कस्ट। यो अर्डरिङ कस्ट के हो र क्यारिङ कस्ट के हो? अर्डरिङ कस्टको मतलब के हो? जब कुनै सामान हामी अर्डर गर्छौँ पर्चेज गर्नको लागि, त अर्डर गर्नेदेखि लिएर उक्त सामान पर्चेज गरेर हामी आफ्नो ठाउँमा ल्याउँदासम्म जे जति खर्च लाग्छ त्यो सब अर्डरिङ कस्ट हो। सुन्ने ध्यान दिएर है। अर्डरिङ कस्टको मतलब के हो? कुनै सामान हामीले काठमाडौँबाट मगाउनु छ हैन, कुनै सामान काठमाडौँबाट मगाउनु छ, त पहिला त हामी अर्डर गर्छौँ फोन गरेर, मेसेज गरेर हैन, चिठी पत्र पठाएर। तर अहिले चिठी पत्रको जमाना छैन है, डाइरेक्ट मेल गरेर अथवा फोन गरेर व्हाट्सएप गरेर हामी अर्डर गर्न सक्छौँ सामान। हामीलाई वीरगन्जमा कुनै सामान चाहियो जसको लागि काठमाडौँबाट मगाउनु छ, त काठमाडौँ अर्डर गरिरहेको छु, अर्डर गरेर भनिरहेको छु फलानो सामान पठाइदिनुस् वीरगन्जमा। ठीक छ, त अर्डर गर्नेदेखि लिएर अब त्यो सामान पठाउँदाखेरि हैन खर्च पनि त लाग्छ नि वीरगन्जमा। काठमाडौँबाट वीरगन्ज पठाउँछ सामान, त त्यसमा खर्च पनि लाग्छ हो। त त्यस्तो खर्चहरूलाई हामी अर्डरिङ कस्ट भन्छौँ। कस्तो खर्चहरूलाई? अर्डर गर्नेदेखि लिएर उक्त सामान हाम्रो ठाउँसम्म आइपुग्दासम्म लाग्ने सबै खर्च के हो त अर्डरिङ कस्ट हो। यसमा के आउँछ अझै इक्जाम्पलबाट म क्लियर गर्छु। इक्जाम्पलबाट अझै क्लियर गर्छु। अर्डरिङ कस्टमा सबभन्दा पहिला म लेखिरहेको छु टेलिफोन चार्ज। हामी टेलिफोन गरेर हैन अर्डर गर्छौँ। यहाँ इन्टरनेट चार्ज लेखिदिरहेको छु है, इन्टरनेट चार्ज। अनलाइन हैन मेल गरेर अथवा व्हाट्सएपमा मेसेज पठाएर धेरै तरिका छ है। टेलिफोन चार्ज अथवा इन्टरनेट चार्ज हैन, अर्डर गर्नको लागि टेलिफोन र इन्टरनेट युज गर्छौँ। अर्डर गर्नेदेखि लिएर उक्त सामान हाम्रो ठाउँसम्म आइपुग्दासम्म लाग्ने खर्चहरू अर्डरिङ कस्ट हो। टेलिफोन चार्ज, इन्टरनेट चार्ज। त्यस्तै अब भनौँ न सामान ट्रकमा लोड भएर आउँछ है, सामान ट्रकमा लोड भएर आउँछ, त लोडिङ चार्ज पनि लिन्छ है। लोडिङ चार्ज, ट्रकमा लोड गर्दा लाग्ने चार्ज थाहा छ नि, लोडिङ चार्ज। त्यसपछि अनलोडिङ चार्ज। अनलोडिङ चार्ज मतलब अब ट्रक
हाम्रो स्टोरसम्म हाम्रो फ्याक्ट्रीसम्म आइपुग्छ भने हैन त्यो ट्रकबाट सामानहरू झार्नु पर्यो, जसलाई हामी भन्छौँ अनलोडिङ चार्ज उतार्नु पर्यो, अनलोडिङ चार्ज, लोडिङ चार्ज, अनलोडिङ चार्ज, यो सब अर्डिङ कोस्टमा आउँछ। त्यस्तै ट्रकको भाडाहरू तिर्नु पर्यो हैन, यसलाई म ट्रान्सपोर्टेसन कस्ट लेखिदिएको छु है, ट्रान्सपोर्टेसन कस्ट, यातायात खर्च या क्यारेज लेखिदिएको छु, ल क्यारेज मतलब ढुवानी खर्च भइहाल्यो हैन, क्यारेज मतलब ढुवानी खर्चहरू भइहाल्यो। ल इटिसी यो सबै के हो त अर्डरिङ कस्ट हो, बुझ्यो। अर्को छ क्यारिङ कस्ट। क्यारिङ कस्टको मतलब के हो, जब हामी काठमाडौँबाट एक ट्रक सामान कुनै मगायो, अब त्यो सामानलाई के गर्छौँ त हामी स्टोरमा राख्छौँ कि राख्दैनौँ, गोदाममा राख्छौँ हैन, स्टोर गोदाममा राख्छौँ। त स्टोरमा लाग्ने खर्चलाई हामी भन्छौँ क्यारिङ कस्ट, स्टोरमा लाग्ने खर्चहरूलाई के भन्छौँ त क्यारिङ कस्ट भन्छौँ। क्यारिङ कस्टमा के आउँछ त स्टोरमा लाग्ने खर्च, स्टोरमा कस्तो किसिमको खर्चहरू लाग्छ त, स्टोरको रेन्ट तिर्नु पर्छ हैन, भाडा, स्टोरहरू भाडामा लिएको छ भने स्टोर मतलब बुझिरहेको छु नि, गोदाम, गोदाम भाडामा लिएछौ भने त्यसको भाडा तिर्नु पर्छ हैन, ट्याक्स पनि तिर्नु पर्छ, इन्सुरेन्स गराएछौ भने स्टोरको बिमा गराएछौ भने इन्सुरेन्समा पनि खर्च लाग्छ, ठीक छ। त्यस्तै मानौ 10 लाखको सामान किनेर स्टोरमा राखेको छौ भने 10 लाखको सामान किनेर, त्यो पनि लोनमा लिएर है, 10 लाखको सामान हैन, 10 लाख लोन लिएर सामान किनेर स्टोरमा राखेको छौ भने अब स्टोरमै 2 महिना सामान रहिहाल्यो भने त्यसको ब्याज त तिर्नु पर्छ नि, ठीक छ, जसलाई हामी भन्छौँ इन्ट्रेस्ट एक्सपेन्सेस, ब्याज खर्च, यो सब क्यारिङ कोस्टमा आउँछ है, यो सबै केमा आउँछ त क्यारिङ कोस्टमा आउँछ। त्यस्तै अब सुपरभिजन कस्ट, सुपरभिजन कस्ट, सुपरभिजन कस्ट मतलब स्टोरको रेखदेख गर्ने स्टाफहरू, वर्करहरूलाई तिर्ने खर्च सुपरभिजन कस्ट हो है। स्टोरमा हैन लाखौं करोडको सामानहरू हुन्छ, त्यसलाई रेखदेख गर्नको लागि मान्छेहरू राखिएको हुन्छ है, जसलाई हामी सुपरभिजन कस्ट भन्छौँ, ठीक छ। त यो सबै के भयो त क्यारिङ कोस्ट भयो, अझ आउँछ क्यारिङ कोस्टमा, यति बुझौँ अहिले हामी है। क्यारिङ कोस्ट मतलब बुझ्यो, क्यारिङ कोस्ट मतलब स्टोरमा लाग्ने खर्चहरू है, ठीक छ, गोदामसँग सम्बन्धित खर्चहरू, क्यारिङ कोस्ट। इकोनोमिक अर्डर क्वान्टिटीको बारेमा बुझ्नको लागि यो दुईटा कस्टको बारेमा बुझ्नु जरुरी छ है, अर्डरिङ कस्ट र क्यारिङ कस्ट। थाहा भयो अर्डरिङ कस्ट र क्यारिङ कस्ट? बुझ्यो कि बुझेन? सुति त रहेको छैनौ नि? यस सर, भयो। सुतेको छैनौ नि? होइन सर। खाना खाइसकेको छौ? सर, पढेपछि। खाना खाइसकेपछि निद्रा लाग्छ, चिसोको मौसम छ, आज झन् चिसो छ। ल बीच-बीचमा तिमीहरूलाई जगाउनु पर्छ के, न सुतिसकेको हुन्छु के ग्यारेन्टी हैन, सुतिसकेको हुन्छु। ल अनलाइन पनि हैन इफेक्टिभ नै छ, अनलाइन पनि बुझिन्छ, नबुझ्ने होइन, ठीक छ, तर हो इमानदारी पूर्वक पढ्नु पर्यो, सुत्नु भएन। ल अब हेरौँ, त्यो दुईटा कस्ट बुझ्यो हैन, अब म बताउँछु इकोनोमिक अर्डर क्वान्टिटी के हो, ठीक छ। ल यहाँ ध्यान दिने अब, मानौ 100 केजी है, 100 केजी कुनै सामान काठमाडौँबाट मगाउनु छ है, 100 केजी कुनै सामान काठमाडौँबाट मगाउनु छ, केटीएम बाट कहाँ मगाउनु छ? वीरगञ्ज, वीरगञ्जमा मगाउनु छ 100 केजी सामान, ठीक छ।
अब यो 100 केजी सामान वीरगन्जमा मगाउँदा हैन, वीरगन्जमा मगाउँछौ त यो 100 केजी सामान किन्नको लागि हामी के गर्छौं त? कसरी आउँछ काठमाडौँबाट वीरगन्ज? मानौ न गाडी लोड गर्छौ हैन, गाडी बुक गरेको हुन्छ, गाडीको माध्यमले आउँछ, ट्रकको माध्यमले आउँछ, बुझौ न हैन, ट्रकको माध्यमले आउँछ। ठीक छ, 100 केजी सामान लोड भएर वीरगन्ज आउँछ। त्यस्तै अर्को यहाँ लेखिरहेको छु, 200 केजी सामान मगाइरहेको छु। ल 200 नभनौ, यसलाई अलि बढाऊ है, 1000 ल 1000 केजी सामान मगाइरहेको छु वीरगन्जमा। केले त ट्रकैको माध्यमले, ल ट्रकैको माध्यमले मगाइरहेको छु। कति? 1000 केजी। ठीक छ, ध्यान दिने अब है, 1000 केजी हामी मगाइरहेको छु। अब यो 100 केजी मगाउँदा, 100 केजी मगाउँदा अर्डरिङ कस्ट ध्यान दिने है। मानौ अब यो 100 केजी सामान राख्नको लागि स्टोर पनि होला हैन, स्टोर पनि होला, यहाँ स्टोर होला, 100 केजी को स्टोर होला मानौ। त्यस्तै अब यो 1000 केजी को मगाउँदा पनि स्टोर होला हैन, स्टोर त होला। ल त हुन सक्छ यो 1000 केजी को लागि एउटा स्टोरले पुग्दैन है, एउटा स्टोरले पुग्दैन। 100 केजी को लागि ठीक छ, एउटा स्टोरले पुग्छ, एउटै स्टोरले पुग्छ। तर 1000 केजी सामान मगाइरहेको छु भने हुन सक्छ अब एउटा स्टोरले पुग्दैन, यसको लागि 5 वटा स्टोर चाहियो। 3 4 5 5 वटा स्टोर चाहिए यसको लागि। एउटा स्टोरको क्यापेसिटी हो मानौ 200 केजी, 200 केजी, 200 केजी, 200 केजी, 200 केजी। ठीक छ, एउटा स्टोरको क्यापेसिटी मानौ 200 केजी हो। अब मलाई बताउने, यहाँ दुईटा अप्सन छ हामीसँग है, दुईटा अप्सन छ। यो 100 केजी मगाउने, एकचोटीमा 100 केजी मगाउने अप्सन छ, र अर्को अप्सन के छ? हैन, एकचोटीमा 100 केजी मगाउने, 1000 केजी मगाउने एकचोटी। दुईटा अप्सन छ हामीसँग है, दुईटा। यो दुईटै मध्ये कुन अप्सन चुज गर्ने भन्ने त हामी मतलब बिजनेस गर्दैछौँ है, बिजनेसको हिसाबले सोच्नुस्, कुन अप्सन हामीले सिलेक्ट गर्ने भन्ने त ध्यान दिने। यो इकोनोमिक अर्डर क्वान्टिटी भनेको धेरै राम्रो कुरा हो, धेरै ठुलो कुरा हो है। 12 क्लासको च्याप्टरमा छ, यो च्याप्टरहरू बीबीएस मा पनि पढाइ हुन्छ है। यो भित्र यसको कन्सेप्ट, यो क्यू को कन्सेप्ट भित्र गयो भने धेरै कुराहरू छ, बिजनेसको लागि एकदम इम्पोर्टेन्ट कुरा पनि छ है। ठीक छ, भने त यो दुईटा अप्सन छ हामीसँग, हामी कुन अप्सन सिलेक्ट गर्ने? 100 केजी वाला कि 1000 केजी वाला? एकचोटीमा 100 केजी मगाउने कि 1000 केजी वाला हैन? ल सब जनाले 1000 केजी भनिरहेछ हैन? ल 1000 केजी किन भनिरहेछौ? किनभने धेरै सामान एकचोटि मगाउँदा आखिर ल्याउने कस्ट त्यति नै लाग्छ अनि कम्पनी ल्याउँदा त्यतिकै लाग्छ त्यसै। ल सुन्ने अब, ल एकजना बोल्छ नि अरू जनाले नबोल्ने, ठीक छ, एकजनाको सकेपछि तब अरू जनाले बोल्न सक्छौ। ठीक छ, यो सब ध्यान दिने। अनलाइन क्लासमा यदि कुरा गर्नु छ भने अलिकति व्यवस्थित गर्नुपर्छ। एकजनाले बोलिरहेछ त अर्को जनाले नबोल्ने, नत्र हैन कसैको साउन्ड थाहा लाग्छ त्यसैले। ठीक छ, नत्र हामी यताबाट माइक अफ गरिदिन्छौँ भने फेरि त्यो गाह्रो हुन्छ। यताबाट पनि कन्ट्रोल छ है, यताबाट म अफ गरिदिन्छु भने सबको अफ हुन्छ, कसैले अन गर्न सक्दैन। ठीक छ, त माइक हामी तिमीहरूको जिम्मा लगाएको छौँ। ठीक छ,
तिमीहरूको जिम्मा लगाएको छु भने सिस्टमेटिक तरिकाले हैन पालै पालो बोल्ने ठीक छ। नत्र यसको अर्को पनि अप्सन हुन्छ 100 जना जोइन हुन्छ 200 जना जोइन हुन्छ भने हामी यताबाट त्यो अप्सनलाई बन्द गर्छौं। तिमीहरूको जिम्मा दिदैनौ माइकलाई आफ्नो कन्ट्रोलमा राख्छु। त्यसको पनि उपाय हुन्छ। जसले क्वेशन गर्नुपर्छ नि त्यसमा अप्सन हुन्छ ह्यान्ड रेजको। त्यो ह्यान्ड रेजको अप्सनमा टच गर्छौ भने म बुझिहाल्छौ तिमीलाई के समस्या छ र उसको मात्र हामी यताबाट माइक अन गर्छौं। ठीक छ अनि उसँग कुरा हुन्छ। धेरै उपाय छ अनलाइनमा पनि है। अहिले थोरै जना छौ नि त्यसैले माइक तिमीहरूको जिम्मामा लगाएको छु। यस सर त्यसले यस सर पाले पालो बोल्ने है। ल सुन्ने अब यो पनि एउटा मर्निङ सिकाइ सर नै हो हैन। अनलाइन क्लास गरिरहेको छु भने यो पनि एउटा सिकि नै रहेको छु हैन अनलाइन कसरी गर्ने भनेर। ल माइक बन्द गरेर राख्ने कसको अन छ? सुरेश आरके मण्डल माइकलाई अफ गरेर राख्ने। हुन्छ सर ल ल ल हेरौ अब 1000 केजी भन्यो हैन सबैजनाले किनभने कस्ट कम लाग्छ। ल ठीक छ सुन्ने 100 केजी मगाउँदा मानौ एउटा ट्रकको ल पहिला यो बुझौ एउटा ट्रकको क्यापेसिटी 1000 केजी छ है। एउटा ट्रकको क्यापेसिटी 1000 केजी छ। 1000 केजी एउटा ट्रकले ल्याउन सक्छ काठमाडौँबाट बिरगञ्ज। त अब हामी सोच्छौ सर एउटा आखिरमा ट्रकमा 1000 केजी कसरी आउँछ? एउटा इक्जाम्पल बताइरहेको छु। इक्जाम्पल कहाँ तिमी गइहाल्यौ? ल मानिले अब त अब हामी के सोच्छौ 100 केजी ल्याऊ या 1000 केजी ल्याऊ? भाडा त त्यतिकै हो। भाडा त त्यतिकै लाग्छ। भाडा त कम लिँदैन। तेल त्यतिकै खर्च हुन्छ। ठीक छ डिजेल। त अब हामी के सोच्छौ एकचोटि 1000 केजी ल्याउने हैन 100 केजी अप्सन न सिलेक्ट गर्ने भनेर सोच हुन्छ। तर यसमा खाली अर्डरिङ कोस्ट हेर्नु छैन है। खाली अर्डरिङ कोस्ट तिमीहरू अर्डरिङ कोस्ट हेरेर मात्र भन्यो हो। यो सब कोस्ट भनेको के हो त अर्डरिङ कोस्ट हो हैन। यो अर्डरिङ कोस्ट हो। अर्डर गर्नेदेखि लिएर काठमाडौँबाट बिरगञ्जसम्म आउँदाखेरि लाग्ने खर्च यो सब अर्डरिङ कोस्ट हो। र तिमीहरू खाली अर्डरिङ कोस्ट हेरेर भनिरहेछौ कि 1000 केजी मगाउने। तर यदि क्यारिङ कोस्ट भन्छौ भने यो क्यारिङ कोस्ट हो हैन। यो के हो त क्यारिङ कोस्ट हो। स्टोरमा लाग्ने खर्च के हो त क्यारिङ कोस्ट हो। यिनी बताछु। अब यहाँ हेरौ त 100 केजी मगाउँदा एउटै स्टोरको जरुरी पर्यो। तर 1000 केजी मगाउँदा 5 वटा स्टोरको जरुरी पर्यो। त फेरि यहाँ 1000 केजी मगाउँदा ठीक छ अर्डरिङ कोस्ट त कम पर्यो यसरी कम्पेयर गर्दा। तर क्यारिङ कोस्ट हाम्रो बढ्न गयो। 5 वटा स्टोर राख्नु पर्छ। 5 वटा स्टोरको रेन्ट तिर्नु पर्छ। भाडा तिर्नु पर्छ। इन्स्योरेन्स गराउनु पर्छ। ट्याक्स तिर्नु पर्छ। 5 वटा स्टोरलाई रेखदेख के गर्नको छ त्यो लागि भाइ? वर्कर राख्नु पर्छ हैन। 5 वटा स्टोरमा लाइटिङ हुन्छ। लाइटिङ हिटिङको व्यवस्था हुन्छ। ठीक छ। त 1000 केजी ठिक छ मगाउँदा ठिकै छ सर। अर्डरिङ कोस्ट लेख्छिन्। मेरो नि ठिक छ। अर्डरिङ कोस्ट त कम पर्यो तर क्यारिङ कोस्ट बढ्न जान्छ। ठीक छ। हो अब 100 केजी मगाउँदा अर्डरिङ क्यारिङ कोस्ट कम हुन्छ। एउटै स्टोरले काम चलिहाल्छ। तर अर्डरिङ कोस्ट बढ्न जान्छ। बढ्न जान्छ कि जान्दैन? अब जान्छु पढ्न जान्छु। अब ध्यान दिने। ल माइक बन्द गर्ने। ए माइक बन्द गर सर। माइक बन्द गर्न सक्दैन? माइक बन्द गर्ने नत्र यताबाट फेरि रिमुभ गरिदिन्छु भने गाह्रो हुन्छ। एकचोटि रिमुभ गरेपछि अर्कोचोटिदेखि कनेक्टै हुँदैन क्या। होइन सर त्यस्तो नगर्नु होला सर। पढाइ बर्बाद भइहाल्छ हाम्रो। माइक बन्द गरेर राख्ने। माइक बन्द र गर न भाइहरु सबै। र भोलिदेखि नि नाम आफ्नो आफ्नो लेखेर आउने नत्र नाम हुँदैन भने हामी त्यो गर्दैनौँ है एक्सेप्ट गर्दैनौँ।
सर हो सर एकजना एकछिन फोनै गरिरहेको छैन। के भयो चुप लाएर बस्ने तिमी ले एकछिन है ल सर अगाडि बढौँ अब। ले एकैछिन है आउँदैछ कोही एक्स्ट्रा आएको थियो क्या हो XIAMAOMI कसको 23053 ल सर भोलिदेखि यो चाहिँ मेरो हो। ठिक छ भोलिदेखि त्यो नाम लेखेर आउने के नाम लेखेको हुन्छु त चिन्छु हुन्छ सर। तर एक्स्ट्रा एक्स्ट्रा कोही आएर अब यसमा एक डिस्टर्ब गर्छ त्यसै ल बन्द गर्ने त माइक एकजनालाई म रिमुभ गरिदिएँ अब को थियो थाहा भएन है ल हेरौँ त्यसमा के भन्छ अब यसमा के छ नि यदि हामी अर्डरिङ कस्टलाई कम गर्न खोजिरहेछौँ भने क्यारिङ कस्ट बढिरहेछ अर्डरिङ कस्टलाई कम गर्न खोज्दा क्यारिङ कस्ट बढिरहेछ सर र हजुरले मलाई किन हटाइदिनु भएको? को बोलिरहेछौ यो 2305 कसको हो XIAOMI कसको हो सर सर यस्तो गर्दाखेरि त धेरै क्लास डिस्टर्ब भइरहेछ। केही सल्युसन निकाल्नु यसको। के नाम छ तिम्रो ल के छैन है अब भोलिदेखि सबको नि अब जो जोइन हुन्छ त्यसको अब कनेक्ट गरेर अनि गर्नुपर्छ र कसैले अब लिङ्कहरू यताउति पठाइदिन्छ अनि अरू कोही एक्स्ट्रा आइहाल्छ के डिस्टर्ब हुन्छ एकछिन है ल ल सुन्ने सबैजना है भोलिदेखि अब जसलाई जसलाई क्लास गर्नु छ नि मलाई एकचोटि आज नै
कुन नम्बरले जोइन हुन्छौ त्यो एकचोटि मलाई मेसेज गरिदिने, अथवा म फिजिकल क्लासमा पनि भनिदिन्छु। ल कोही एक्स्ट्रा आएको छ, कसैले लिङ्क पठाइदिएको होला के, कसैले लिङ्क यताउति पठाइदिन्छ, त्यसैले डिस्टर्ब हुन्छ। अब मिटिङ लग पनि हुन्छ, धेरै सुविधा छ। मिटिङ लग गरेर पनि हामी पढ्न सक्छौँ। ठ्याक्क जो चाहियो उसलाई जोइन गर्ने, त्यसपछि लक भइहाल्छ मिटिङ, अरू कोही जोइन हुन सक्दैन। धेरै फङ्सनहरू छ। ल एकछिन सुन्ने है। ल सुनिरहेछौ? कोही बोलिरहेको छैन? यस मुस्कान? सर, ल यस सुनिरहेको सर, छु नि म। सुनिरहेको ल मैले लाग्यो सुनिरहेको छैन। ल कसैले नि आफ्नो साथीहरूलाई लागिरहेछ फरवार्ड गरिदिएको छ के त्यो लिङ्कहरूलाई। त्यसलाई व्यवस्थित गर्नको लागि भोलि मतलब म बताउँछु कसरी गर्ने। ल अब यो इकोनोमिक अर्डर क्वान्टिटीको मतलब के हो कि यहाँ अर्डरिङ कस्टलाई कम गर्न खोज्दा क्यारिङ कस्टलाई कम गर्न खोज्दा अर्डरिङ कस्ट बढिरहेछ र यो अर्डरिङ कस्टलाई कम गर्न खोज्दा क्यारिङ कस्ट बढिरहेछ। इओक्यूले के भन्छ? इओक्यूले के भन्छ? हामीले न 100 केजी मगाउने न 1000 केजी मगाउने, यति केजी मगाउने ताकि त्यसमा लाग्ने अर्डरिङ कोस्ट र क्यारिङ कोस्ट दुवै बराबर होस्। ठीक छ, दुवै के होस् त? बराबर होस्। बुझिरहेछौ? अर्डरिङ कोस्ट र क्यारिङ कोस्ट के होस् त? दुवै बराबर लाओस्, न कुनै कम होस् न कुनै बढी होस्। ध्यान दिने है। यो इकोनोमिक अर्डर क्वान्टिटीले के भन्छ? इकोनोमिक अर्डर क्वान्टिटीले के भन्छ कि हामीले यति क्वान्टिटी पर्चेज गर्ने, यति सामान मगाउने ताकि त्यसमा लाग्ने अर्डरिङ कोस्ट र क्यारिङ कोस्ट दुवै बराबर होस्, न कुनै बढी होस् न कुनै कम होस्, जसलाई नै हामी भन्छौँ इकोनोमिक अर्डर क्वान्टिटी। यो इकोनोमिक अर्डर क्वान्टिटीको फर्मुला हुन्छ है। त्यो फर्मुला अनुसार जति क्वान्टिटी आएको हुन्छ हैन, इकोनोमिक अर्डर क्वान्टिटीको फर्मुला हुन्छ, त्यो फर्मुला अनुसार जति क्वान्टिटी आएको हुन्छ त्यति क्वान्टिटी यदि हामी सामान किन्छौँ भने त्यसमा लाग्ने अर्डरिङ कोस्ट र क्यारिङ कोस्ट दुवै के हुन्छ त? बराबर हुन्छ है। त्यही भन्न खोजेको छ इकोनोमिक अर्डर क्वान्टिटीले। समझमा आयो इकोनोमिक अर्डर क्वान्टिटी? इकोनोमिक अर्डर क्वान्टिटी मतलब बुझ्यो? यस सर। ल अब यस अन्तर्गत केही फर्मुलाहरू छ है। यस अन्तर्गत केही फर्मुलाहरू छ, त्यो फर्मुलाहरू फटाफट नोट गरिहाल्ने त आज। 7 मिनट डिस्टर्बै भयो हैन। र अहिले म भनिदिइरहेको छु जसलाई चाहिँ हैन क्लास गर्नु छ अनलाइन, उनीहरूले के गर्ने, एउटा जुन नम्बरले जोइन हुनु छ र जुन नामले जोइन हुनु छ हैन, नाम एन्ड नम्बर, व्हाट्सएप नम्बर, जुन नम्बरले हैन नाम भनौँ न, नम्बर नभए पनि हुन्छ है, तर नम्बर पनि जरुरी नै छ। ल व्हाट्सएप नम्बर, दुईटा कुरा याद राख्ने। व्हाट्सएप नम्बर कुन नम्बरले जोइन हुनु छ, व्हाट्सएप नम्बर, र अर्को चाहिँ नेम, कुन नेमले जोइन हुनु छ है। यो दुईटै लेखेर मलाई व्हाट्सएप गरिदिने। ठीक छ, यो ध्यान दिने, दुईटै लेखेर मलाई व्हाट्सएप गरिदिने। अनि त्यो नाम अनुसार हामी जोइन गर्छौँ के, त्यसलाई हामी चिनेको हुन्छौँ उसलाई। ल इकोनोमिक अर्डर क्वान्टिटी अन्तर्गत केही फर्मुलाहरू छ लेख्ने। फर्स्टमा लेख्ने इओक्यू को फर्मुला। ल इओक्यू मतलब इकोनोमिक अर्डर क्वान्टिटी, रूट अंडर 2AO बाई
C, रूट अंडर 2AO बाई C। यसको एन्सर युनिट्समा आउँछ। 2 नम्बरमा नम्बर अफ अर्डर, नम्बर अफ अर्डर, नम्बर अफ अर्डर A बाई EOQ, A बाई EOQ। यसको एन्सर टाइम्समा आउँछ है, टाइम्समा। EOQ मतलब बुझ्यो नि, भर्खर बताए। यो फर्मुला युज गरेर यो रुट अन्डर 2AO बाई C, अब AOC के हो म लेखाउँछु है, त्यो पनि सम्झाउँछु। EOQ को यो फर्मुला युज गरेर जति क्वान्टिटी आउँछ यहाँ त्यति क्वान्टिटी सामान मगायो भने त्यसमा लाग्ने अर्डरिङ कोस्ट र क्यारिङ कोस्ट के हुन्छ त दुवै बराबर हुन्छ के। नम्बर अफ अर्डर, नम्बर अफ अर्डर मतलब एक सालमा है, एक वर्षमा कति चोटि अर्डर गर्ने। नम्बर अफ अर्डर को मतलब के हो, एक वर्षमा कति पटक सामान मगाउने अर्डर गरेर, जसलाई हामी भन्छौँ नम्बर अफ अर्डर, जसको फर्मुला A बाई EOQ। यसको एन्सर टाइम्समा आउँछ। ल अर्को अब 3 नम्बर, टोटल कस्ट है। टोटल कस्ट निकाल्ने फर्मुला छ अर्को। टोटल कस्ट मतलब अर्डरिङ र क्यारिङ दुवै जोडेर टोटल कस्ट आउँछ। यसलाई फर्मुलाको रूपमा हामी लेख्छौँ AO बाई Q प्लस QC बाई 2, AO बाई Q प्लस QC बाई 2। यसको अर्को पनि फर्मुला छ, और रूट अंडर 2AOC, रूट अंडर 2AOC, ल 2AOC। ल यो टोटल कस्ट को फर्मुला भयो, जसको एन्सर रुपिजमा आउँछ है। जसको एन्सर केमा आउँछ त, रुपिजमा आउँछ। टोटल कस्ट मतलब खर्च हो जुन रुपिजमा आउँछ। ठिक छ, यो तीनवटा फर्मुलालाई चाहिँ ध्यान दिने है। ल यी तीनवटा आउँछ एक्जाममा, यी तीनवटा मध्ये कुनै एउटा आउन सक्छ। ल अब यहाँ लेखिहालौ, वेयर ए को मतलब हो एनुअल रिक्वायरमेन्ट, ए को मतलब हो एनुअल रिक्वायरमेन्ट। यसलाई डिमान्ड पनि भनिन्छ, एनुअल रिक्वायरमेन्ट अथवा डिमान्ड। त्यस्तै ओ को मतलब हो, यहाँ ओ को मतलब हो अर्डरिङ कस्ट, अर्डरिङ कस्ट पर अर्डर, अर्डरिङ कस्ट पर अर्डर। र यो अर्डरिङ कस्ट पर अर्डरलाई हामी प्रोक्युरमेन्ट कस्ट पनि भन्छौँ, प्रोक्युरमेन्ट कस्ट पनि भन्छौँ है, प्रोक्युरमेन्ट कस्ट पर अर्डर। ओ को मतलब अर्डरिङ कस्ट पर अर्डर हो, और प्रोक्युरमेन्ट कस्ट पर अर्डर पनि भन्छौँ। त्यस्तै सी को मतलब क्यारिङ कस्ट हो है, सी को मतलब क्यारिङ कस्ट पर युनिट, क्यारिङ कस्ट पर युनिट भनेर भन्छौँ। अथवा यसलाई होल्डिङ कस्ट पर युनिट पनि भनिन्छ है, यसलाई होल्डिङ कस्ट पर युनिट भनेर पनि हामी भन्छौँ। र यो क्यारिङ कस्ट निकाल्ने फर्मुला हुन्छ एउटा है, डट डट पर्सेन्टेज अफ कस्ट पर युनिट, कस्ट पर युनिट। क्वेसनमा कस्ट पर युनिट दिएको हुन्छ, एक युनिटको कस्ट प्राइस, कुनै सामानको एक युनिटको कस्ट प्राइस दिएको हुन्छ, अनि कस्ट पर युनिटको फेरि पर्सेन्टेज दिएको हुन्छ क्वेसनमा। र कस्ट पर युनिटको जति पर्सेन्टेज हुन्छ त्यो पर्सेन्टेज निकालेपछि के आउँछ त, क्यारिङ कस्ट पर युनिट आउँछ है। ल यसलाई नोट गर्ने है, यो फर्मुलालाई नोट गर्ने फटाफट।
ल यसलाई लेखिसकेपछि मलाई भन्ने है। भयो सर। भयो सर। ल भयो। ल यस भयो सर। भने यति रहन दिने, भयो भने यति रहन। र एउटा अझ लेखिहालौ है, एउटा अझ लेखिहालौ। यो क्यू को मतलब पनि लेखिहालौ। यो क्यू को मतलब नि यो इओ क्यू हो, ठिक छ। यो इओ क्यू लाई सर्टकटमा क्यू पनि भन्न मिल्छ है। यो पनि लेखिहालौ, यो क्यू। अरु त सब भइसक्यो। क्यू को मतलब के बुझ्ने त, इओ क्यू हो, यो इओ क्यू। ल यति रहन दिने आज हैन। यो फर्मुला चाहिँ भोलि याद गरेर आउने। भोलि त शनिबार छ, भोलि छुट्टी रहन्छ है। र आइतबारदेखि चाहिँ फेरि योसँग रिलेटेडमै एक्सरसाइजहरू गराउँछु। र भर्खर मैले जुन कुरा भने त्यो सम्झना गर्दिने है। व्हाट्सएप नम्बर र कुन नामले जोइन हुनुहुन्छ त्यो नाम लेखेर मलाई व्हाट्सएप गरिदिनु, ठिक छ। ल यति रहन दिने।